So hello guys, welcome back to my vlog. It's me, Lipkang भन्नुपर्ने त चाहिँ अनि आज चाहिँ मैले ढिलै स्टार्ट गरेँ किन भन्दा धेरै दिनपछि गरिरहेको छु 2:23 भइसकेको छ सो टुडे मैले चाहिँ हिजो चाहिँ पोटेटो बल बनाएको थिएँ हैन तर मैले भ्लग बनाउन बिर्सेँ अनि सो आज चाहिँ मैले चाहिँ काजु बर्फी बनाउन लाग्छु अनि बर्फी पछि हामीसँग यहाँ पानीपुरी पनि छ आलु किनिसक्यो अनि देन आज मेरो लागि धेरै काम छ यु क्यान सी म चाहिँ अब यो लगाउँछु अनि सो गाइस व्हाट्स माइ के मैले चाहिँ यहाँ चाहिँ हैन ड्रामा हेरिरहेको थिएँ यो मलाई कहिले हेर्न मन लागेको थियो अनि मैले हेरिरहेको थिएँ अनि सो झ्याउ लाग्यो Let's see my result. So now let's make it. Alright, keep pasanju. So we have this. You know, tap the banner to get started. So पहिला म गाइजर यो अलावा पिस्छु धुलो बनाउँछ अनि तपाईहरुले खान्छ के बाइ बाइ लेट्स मेक Hey guys, आज चाहिँ म बर्फी बनाउन जाँदैछु त्यसको लागि हामीलाई जस्तो एड गर्नु होला हप्ता फर्स्टमा मैले आफूले चाहिने जति काजु ग्राइन्ड गरेँ त्यसपछि एउटा प्यान लिएर त्यसमा चिनी र पानी पहिला पानी र चिनी गर्नुपर्छ सुरुमा हामीले ग्यास अब पानी हाल्छ हैन so let's put the water okay I think you'll sound well पानी हाल्ने अनि चिनी हाल्ने हैन कति हाल्ने चिनी त हाल्नुपर्छ गाइस So चिनी पनि हाल्यो Oh shit, fuck. I'm so sorry. So, मैले चाहिँ यहाँ हालिसकेको छु हैन अझै थोरै हाल्नु त्यहाँ मैले त्यो भाइकोमा चाहिँ अलि धेरै चिनी हालेँ जस्तो देखेँ म धेरै बुढी खानु भयो किनकि पानी धेरै हाल्ने क्या चिनी पग्लिन्छ मैले आफै खानु बनाइरहेको छु आफैलाई थाहा मलाई चिनी छोले भातलाई नि कसम धेरै भयो मलाई कसम काट चाहिँ चपाइदिन्छ चिनीको कमी छ गाइस मैले आजको भ्लग So as you can see, यो उम्लिरहन्छ यो बाक्लो भयो I don't know बाक्लो भयो मैले चिनी धेरै खाइछु त्यो भाइकोमा घिउ चाहिँ किन पानी दिनु जस्तो लाग्यो रियल ग्राइन्ड भएको चाहिँ यहाँ के
त्यो राम्रोसँग ग्राइन्ड भयो क्या हामीहरू तर यो मैले पिसेको होइन अनि यो अब यो उम्ने होइन अब यो पछि चाहिँ गाइजहरू यो पछि चाहिँ अब यो हाल्नु पर्ने ग्याङहरू हालौँ ग्याङ अब म हाल्छु मलाई हालिदिनु है Oh my god. Whoa. It's all bad, dude. I don't care. हल्का घिउ हाल्नु पर्ने त्यो पनि चाहिँ बिर्सिनु तपाईँहरू चाहिँ एड गर्नु होला 4-5 मिनेट चलाएर यसरी बटर पेपरमा ट्रान्सफर गर्ने यसरी पहिला हैन हल्का चिसो भएपछि आफूलाई जस्तो मन लाग्छ त्यस्तै Okay. Ini bolu पनि हाल्दिए See. Mama kita tahu nggak? Kau yang pernah kamu tapi ni, itu enggak? Nanti jangan malah dia mikir lagi sama dia. Ada. Macam apa yang mana है? Not needed queue, so हेर्न सक्नुहुन्छ रोक्नु as you can see चाहिँ अलि चिसो हुनुपर्छ भने जस्तो लाग्थ्यो है अनि बना चाहिँ के हो कि मलाई पनि थाहा भएन एकैछिन मलाई थाहा भएन के बना I don't know. गरेको काजु हाल्नुपर्छ यतिखेर हल्का घिउ हाल्नु पर्ने थियो बट मैले चाहिँ हाल्न बिर्सेछु तपाईँहरू चाहिँ एड गर्नु होला 4-5 मिनेट चलाएर यसरी बटर पेपरमा ट्रान्सफर गर्ने यसरी फैलाएर हल्का चिसो भएपछि आफूलाई जस्तो मन लाग्छ सो यसलाई चाहिँ हामीले हातले चलाउनु हुन्थ्यो or like that हातले चलाइदिनु Tato masuk. चिसो हुन दिनुपर्छ भने फ्रिजभित्र राखिदिनु क्या फ्रिजभित्र राखिदिन्छु त्यसलाई सेप मिलाउने होइन
मेरो पुरो पर्फी चाहिँ हुन्न अर्को के चाहिँ हुन्छ सो होइन अनि यसलाई पछाडिको भागबाट काट्दिएँ मैले Sedang apa nih? Mana? As you can see. Mana बनाउन आइरह छुट्याउने कसरी freezing this. I'll put this my freezer on. So, so guys, अब चाहिँ चिसो भइसक्यो होला है मनी डाल्छ अब चाहिँ मलाई त लाग्दैन यो चिसो भयो भनेर चिसो भएर यसलाई अझै चिसो अब हामी बनाउँछौँ पानीपुरी So let's make it! मैले चाहिँ आलु छिलेर खाइसकेँ हेर्न सक्नुहुन्छ So I'll throw it this Corona ho Basta vida masono So first now we have to lagyan sa karay So sabay ko साँच्ची बर्फी त उ भएन चिसो भएन चिसो भएछ बर्फी बनाउन के बन्यो त नि होइन आएर हाल्छु यो आलु उयो गरेको त आलुको होइन यो बर्फी हो टेस्ट गर होइन अझै त्यो भाएन अझै एउटा राख्नुपर्छ So, अब हामी पानीपुरी So, तेल हाल्ने guys कति हाल्ने तेल हेरेर अलिक कम भए पानी हाल्ने पानी हाल्ने रे So, पानीपुरीको पुरी guys पुरा तरकारी बनाइ मन पर्ला ओइ साइमा यहाँ आइस त So, पहिला हामी बनाउँछौँ र मिसेर बनाउँछौँ साइना यहाँ आइस त के हाल्ने त्योमा तरकारीमा है खोइ नभन न आमालाई बोलाऊ प्याज हाल्छ किन बोलाउने आमालाई अनि के थाहा आमा आउनु तल आउँछ सोच न त
गर्ने नगर्दै सो फर्स्ट चाहिँ हामीलाई यो चौको चाहिन्छ एन्ड चाहिन्छ हामीलाई चक्को अनि खुर्सानी ठ्याक्कै छिचेर हाल्यो कि अनि त्यसपछि खुर्सानी प्याज। काटेर हाल्ने प्याज कहाँ हो प्याज हाल्ने लसुन लसुन हाल्ने छिचेर मसला हाल्नु न पहिला उ गर्नुहरू न ग्यास अन गर त्यो होइन एकछिन त्यसलाई चाहिँ यतिकै राखिहाल्यो पहिला तरकारी बनाउने अनि बल्ल त्यो बनाउनु भने बेलना अन्त लास्टै पिरो जस्तो राख्दो खतरा Let your music taste shine with Primo. Host a jam with your friends and share your Yup. favorite songs with the entire squad without ad breaks. सो अनि अब You can also लसुन play your छिचेर हाल्ने favorite यसरी songs and order with unlimited skips त and थिच्नु previews. ल छैन नि त त्यो कहाँ यहाँ थिच्नु ल उ त्यो गर्ने त्यो ड्याङ त नि यहाँ थिच्नु ल होइन नानु नजाऊ त होइन अरे उता अझै ह खै प्याज कहाँ सोधेर आएको छ Bring the beats with Premium. Download and bring your music anywhere so you can dance to high quality music छ without हेरि your जा नुन Mix up your playlist with songs यो त तल पर्छ नि अनि मेरो घरमा नमर्ने listening with unlimited skips and repeats. Experience music without limits. Tap the button to get started. ढाड दुख्यो झोल बनाएर छोडा यही दुईटा मात्र लसुन हाल्नु सक्छस् सक्छस् भन्नु भयो मिचेको पा अनि नुन हाल्नु पहिला यो त भन्दै करेन्ट पनि खाने खान सक्छस् भने एक धेरै अन्त मान्छे कि ट्याङ्कर हो अब म आलुलाई आलुलाई म्यास गर्छु गाइस मैले चाहिँ बनाइसकेँ सो अब हामी बनाउँछ पुरी त्यसको लागि ग्यास अन
मेरो बर्फी चाहिँ के भयो त्यो गाइज टेस्ट गरेर आउँछु यसरी Oh my god! Premium, you get to focus on music. Explore a vast catalog. सो गाइज मेरो चाहिँ पोले होइन बनाउँदा अनि अहिले चाहिँ बहिनीले बनाइरहेको छ अनि हाम्रो आमा हुनुहुन्छ अनि मैले अघि बनाएको बर्फी छ नि त्यो चाहिँ मिठो लाग्यो त्यही भएर बाबाले एउटा खाइसक्यो अनि अब म झोल बनाउँछु हेलो ग्याङ भन्ने के आई झोल पछि बनाइ लाइनमा डल्लो बनाएर यतिले बनाऊ है ज्यादा मार्दै बनाउँदैन हाल्दै त्यहाँ आमा कति फोडको कागती छ मिठो 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 होइन तपाईँलाई दामी भए आमा नुन लाखेन अरे नि त एउटा आमा भन्छ नुन ला एउटा म त कागती हालिदिनु ला म त अझै खै यहाँको कागती तपाईँहरूलाई भयो मेरोमा हाल्नु है मलाई सो गाइस आजको लागि यति नै अब दिदी छैन भन्नलाई अब आज मैले खास गरी धेरै बनाउने सोच पनि थिएन त्यही पनि अब हल्का
सो बनाइदिएको ग्याङहरूको लागि अब आजको लागि यति नै ग्याङ अब म सुत्छु दिउँसो भइसक्यो त्यही पनि म सुत्छु ग्याङ आजको लागि चाहिँ यति नै सबैलाई चाहिँ बाई बाई